हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो यो सानो भिडियोमा। पक्कै पनि हेरेर माया गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। अनि कि साथीहरु, यो ठाउँमा पहिला अंगुरको बोट थियो नि त। अंगुर चाहिँ एकदमै फल्दो रहेछ, तर कि एकदमै झापस हुने के। अनि झापस भएको कारणले मलाई ठीक लागेन र मैले जरैबाट उखालेर फाल्दे। अनि पोहोर साल यस्तै बर्खामा हो फालेको। अनि यहाँ यतिकै खाली के राख्नु भनेर नर्सरीमा गएर अनि सानैबाट फल्ने भनेर यो बेलौतीको बोट लिएर के रे रोप्दिएको। अनि कि एक वर्षमा त यस्तो मजाले फलेको साथीहरु देख्न सक्नुहुन्छ। यति धेरै दाना लागेछ नि। अनि यो एकदमै राम्रोसँग पाक्यो के। अनि देख्दा मात्र हरियो तर भित्र एकदमै राम्रो रहेछ के। मजाले पाकेको देख्न सक्नुहुन्छ। मेरो छोरीले खाइन्। अनि बिहान पनि त्यही हेर्न गन्छ, साँझ पनि हेर्न गन्छ मेरो छोरी। अनि आज त मैले टिप दिइहालेँ। अनि आज पहिलो फल भनेर मजाले घरमा हामी 5 जनाले काटेर खाइयो। यस्तो मिठो के साथीहरु। अनि यस्तो राम्रो बेलौती अनि किन यतिकै खानु भनेर हामीले चाहिँ सानो भ्लग जस्तो गराएर अनि भिडियो पनि बनायौँ। अनि देख्न सक्नुहुन्छ यस्तो मिठो रहेछ नि साथीहरु।